रानी महलको बिचमा पनि एउटा यो स्काई ब्रिज रहेछ। हामी स्काई ब्रिजमा घुम्दैछौँ। आइजेन कान्छो, ओइ भिडियो खिच्नलाई। मेरो छोरोलाई म चाहिँ डरायो। म चाहिँ आई डोन्ट एफ्रेड विथ एनिथिङ, इट्स भेरी फनी, आई लाइक दिस इज रानी महल ब्रिज। अनि यहाँ चाहिँ रानी महल चाहिँ यसरी देखिन्छ पुरै। यो ब्रिजबाट रानी महलको दृश्य पुरै देख्न सकिन्छ। यो चाहिँ अनौठो दृश्य होइन, यहाँबाट देखिने पूर्ण रूपमा देखिने यो रानी महलको दृश्य मैले यहाँ क्याप्चर गरिसकेको छु, कैद गरिसकेको छु। यहाँको रानी महलको दृश्य हेर्नलाई हामी धेरै टाढाबाट आइपुग्यौँ, तर रानी महलको दृश्य हेर्न सकिरहेको थिएनौँ। तर यहाँको डाँडाबाट चाहिँ सबै देखिँदो रहेछ। यो चाहिँ एउटा खड्का सम्झेरले उनकी श्रीमतीको नाममा, रानीको नाममा चाहिँ पाल्पाका राजाले उनको रानीको सम्झनामा एउटा महल बनाइदिनु भएको। त्यही रानी महल, उनको सम्झनामा बनेको रानी महलको विशेष तस्बिर खिच्नको लागि म काठमाडौँदेखि डुल्दै आइपुगेको हो। त्यही भएर एकदमै रमाइलो लाग्यो, रमाइलो अनुभूति हुँदैछ। यो चाहिँ यो झलुङ्गे पुलको पिलर भयो, दुई साइड पिलर। हामीले चाहिँ यो परसम्म पार गरेर आइसकेका छौँ।